नयाँ साडी लाउनु हो अब चाहिँ यस्तो भयो चाहिँ लाउनु अझै अनि आन्टी आउँदै पछि यहाँ तपाईँलाई व्यवस्था बाट्ने बेला सबैजना टक्कसँग खाना खानु हुँदैछ कोको नयाँ साडी लाउनु हो अब चाहिँ ए गुन्यौ अनि जब मैले कराउँछौ लाको नि अब 2 दिन तपाईको पुरानो गुन्यौहरु त कहाँ गयो उ जमुनाले जम्मै दोरी बाट्दै छ यहाँ एउटा बाटो यहाँ एउटा गुन्यौ हैन यिनीहरु जम्मै बाट्छ अरे जमुनाले अलिक लाउनु हैन आन्टी अझै यस्तो भयो चाहिँ लाउनु न हैन यस्तो भयो चाहिँ हैन आन्टी यस्तो भयो चाहिँ लाउनु अझै अनि आन्टी आउँदै पछि यहाँ तपाईलाई व्यवस्था आन्टीले दुएर राख्छु अनि अब के लाउनुहुन्छ हैन साडी त थुप्रो छ नि आन्टी यो माथिको चोलो कि के पनि उ गर्ने बेला होला बाट्ने बेला बाटिँदैन र नि नभए बाट्ने बेला त अब साडीको यति भो बाट्नु पो पर्ने रहेछ त अनि पो ढुक्क हुने रहेछ त नत्र भए त म गाली खानुको हत्तु यति भो मान्छेले कोको लुगा किनिदिनु पर्यो भने चाहिँ को लुगा भने कोठाभरि चाहिँ लाउनु चाहिँ छैन कि अब यसको 2टा हुन्छ उ त्यो एउटा यो एउटा 2टा जम्मै सेताइ फाल्यो नि कोकुलाई दुखमान चाहिँ छैन रहेछ साडीको दोरी बनियो र नत्र ओइ हामीले त्यतिकै डढाएर फाल्दिएको भए त भन्नुहुन्थ्यो होला नि मरिन्जेलसम्म दोरी बनियो र दुखमान चाहिँ छैन रहेछ भनेको अब यसले गाई थाम्छ नि थाम्छ यसले गाई दोरी बन्दा यस्तो साडीहरुको धरो थाम्छ एउटाले 6-7 वर्ष थाम्छ हो र नत्र यो त फाइदा रहेछ मान्छे पनि 6-7 वर्षै थाम्ने रहेछ यसले अब मान्छेदेखि फालेर पनि जनावरलाई 6-7 वर्ष तर अलि ठुलठुलो भयो जमुना अनि ठुलठुलो बनाउन लाग्यो हैन नि त्यही त जस्तो पाइँदैन भए आन्टी पाउनु त हो ठुलठुलो भयो पर मेरो साडीको चेताको दाम्लो भयो भन्नु पर एउटा मेरो साडीको यति भो दाम लाग्छ अब यो र त्यसको 2टा हुन्छ 4वटा त भयो 4वटा त भयो म मरिन्जेललाई पुग्छ कोकु पुग्छ सकी गएको ए जाठा अलिक मस्काको त एकैछिनमा नि अनि आन्टीले अनि लु 3टा भयो लगाउनु साडी भाइरल साडी भाइरल कोकु भएर साडी चाहिँ यस्तो हैन समय फेरि कोकुको लुगा त बटारी है खेर गयो है अब लाउँछु भन्दा नि छैन अब त लाउँछु भन्दा नि पाउनु भएन तपाईको त दुलो परेको लुगाहरु अनि यो अब हप्ता दिनमा त्यस्तै बनाउँछु जोगाउनु पर्यो जोगिँदैन दिनमा 3चोटी मात्रै खान सक्छु 3चोटी त 3 मिनेटमा चाहिँ खाने बेला भइगयो भन्नु हुँदैछ अघि यहाँनिर छिटो लुगा फुकाउनु भन्छु कुखुरा झोसेकै गर्नुहुन्छ गाह्रो छ हो मासुले को पकाउनु अरे अनि खानु अरे खानु न आन्टी मन पर्दैन चाहिँ नभन्नु है बेलुकाको छैन कुखुराको अब खाजा चाहिँ झन् खाइन्छ अनि अब खाजा साजा खाइँदैन अब टक्क यहाँ कामसाम गरिन्छ यहाँ बारीसारी जोत्ने होइन नानीले छोडेर अनि सकिएको नि अनि त्यहाँबाट म बाहिर निस्किन्छु तपाईहरु नै हो खाने भनेको दिउँसो दिनु न अनि हाल्नु तोरी फुटीको तेरा भन्नु हुँदैछ त आन्टीलाई काम गर्न आएको पो देख्नु भएछ
भने त त्यही जाने भन्छ र त रोक्नु भएको होला नि तोरी फुटीको भन्दै अब भरे कोकुलाई त कामको त फेरि जहिले नि मैले नगरे अरू कसैले गर्नु नै। अब हामी यहाँ बारीमा चाहिँ यहाँ तोरी काट्ने कार्यक्रम भइरहेछ यहाँनिर टक्कसँग अनि पानी पर्नु खोज्दैछ। कोकु फेरि यस्तो पालाम सुन्दै पो अझ सकिएन टक्क तोरी को तोरी काट्नु हुँदैन त खै यता ल्याउ हँसिया। अनि यस्तै छ टक्क बारीभरि मान्छे हुनुहुन्छ यहाँ माथि पनि बारीमा हरापे भनेको के हो भन्नु। ल म छिटो गएँ घाँस काट्नु। थपेको हेर्नु न त्यहाँ आन्टी खै कहीँ यो घाँस भन्नुहुन्छ कुन हो कहीँ दुधिलो देख्दैछु दुधिलो ल्याउँछु नि त। त्योहरू म त जङ्गल आइपुगेर यहीँ घाँस काट्दैछु। यो घाँस यो केसको नाम के अरे कहीँ यो घाँस होइन भाइ त्यो माथि डाँडामा बसेर दाँत कोटाइरहेछ। अनि अब यो सकेर यो पनि काट्नुपर्ने छ किनभने कोकुले मलाई दुई भारी घाँस ल्याउँथ्यो दुईवटा घाँसको नाम लिनुभयो नि त अनि त्यही भएर फाइनली साथीहरू मैले टक्क घाँस सास ल्याइसकेँ अनि यहाँ गोठमा आइपुगिसकेँ। अब घर जान्छु अरू कामहरू पनि छ तिनीहरू पनि गर्ने बेलामा छौँ भाइ त यो तँलाई बोलाउँछु। यही अघि दिउँसो चाहिँ मैले यहाँनिर टक्क हिजो के भन्छ यो मकै छरेको थियौँ न जोतेको माथि थियौँ नि त अनि आज चाहिँ छरेर यसलाई टक्क माथिबाट एकचोटि फेरि ट्र्याक्टर घुडाइदिएको होइन बिहानको काम थियो त्यो मेरो चाहिँ। अनि त्यस्तै चाहिँ साथीहरू गाइज अब चाहिँ हामी रमितेतिर जान लागेछौँ। आज चाहिँ हाम्रो बेलुकाको खाना रमितेमै हुन्छ अनि कोकु पनि जान लाग्नु भएको छ। रमितेमा किन हाम्रो खाना हुन्छ कोकु? अब पाहुनाहरू छन् उतै जम्मा भएर भालेहरू काट्ने होला अनि खाना खानु बोलाएको अघि भरे भाले काटेर भने चाहिँ अनि हेरे अनि त्यस्तै छ। अब यहाँ भाइ ठिक रेडी भइसकेको छ कोकु रेडी हुनु हुँदैछ अनि यहाँ माथि आन्टी पनि रेडी भएर झर्नु हुँदैछ। अनि अब हामी रमिते जान्छौँ अनि रमितेमा गएर हल्का यता छोडाखुडुक अलिअलि कामहरू गरेर चाहिँ टक्कसँग भ्लग पनि त्यहाँ म बन्द गर्छु होला। आन्टी वेलकम रमिते डाँडामा भन्दै लु जाउँ अब। सो फाइनली अहिले हामी रमिते आइपुगिसकेको छौँ अनि यहाँनिर युनिसाले टक्क तरकारी बनाउँदैछ। के बनाउँदैछ युनिसा? दाल हेलो मैला भोलि हेरे ब्लग आएको छैस मम्मी यहाँनिर अभिषेकसँग बोल्दै अनि के को मासु कि के हो यो? मासु होइन लोकल कुखुरा जस्तो छ। यति पुग्छ होला होइन युनिसा? ए अलिक धेरै यति अनि यहाँनिर आलु साग किन साग तिमीले पकाएको हो? हो तिमीले पकाएको हो? पास त्यसो भए कोकु चाहिँ के सुर्ती ताने जहाँ गए पनि कामै त्यही। अनि अभिषेकसँग साह्रै बोल्नु मन छ भन्नुहुन्थ्यो बोल्नु न। भिडभाड हौ यहाँ चाहिँ कहिले न मैले आन्टीलाई चाहिँ नमस्कार गर्दैछ कि क्या एउटाले चाहिँ अरू त कसैलाई पनि गर्दैन त। बाइसेपले गर्छ भन्न के बोल्नु सुँगुरको मासुमा पल्किने राजनीतिरै ढल्किने। ल आशिष पनि आइपुगेको छ त अनि हेलो विवेक चाहिँ गाडी देखेर चाहिँ रोकेको है मैले। ल कङ्ग्रेचुलेसन। किन के को होइन न के को? अब अनि तिम्रो बाइकको रिनो पास भएर नि त
राइस गरी नपास मलाई चाहिँ दिनु परेन भने ए तिम्रो खै अङ्कल कहाँ हुनुहुन्छ माथिल्लो घर के छ आशिषजी एकदम आज पनि खाने टाइममै आइपुग्यो का हो भाग्य चाहिँ के हो क्या मेरो भ्लगमा त जहिले खाने टाइममा मात्रै म चाहिँ घट्नु चाहिँ नसक्ने रहेछु यति भएपछि चाहिँ गयो खाने टाइममा मात्र पुगिराखेको हुन् अब आज सधैँ 2 बजी जाँदा खाजा खाने टाइम आज चाहिँ अब राति आएको राति पनि अब खाने टाइम रहेछ अब ल गाइजहरु यहाँ सबैजना टक्कसँग खाना खानु हुँदैछ खाना चाहिँ मिठो छ कि छैन हो सबैले कमेन्ट गर्नु यो त मलाई धन्यवाद दिनु भन्दा पनि यता हाम्रो कुकहरूलाई दिनु पर्ने बेला अगाएर मात्रै दिनु हुने धन्यवाद चाहिँ यता हाम्रो आन्टीलाई कमेन्ट गर्नु है कोकुलाई घरमा पकाएको मिठो कि यहाँ मिठो हुँदैछ मेरै घरमा मिठो हो ल फुच्ची मिठो कि नमिठो ल पास हजुर ल ल हाम्रो प्यारी बहिनीहरूले यहाँनिर खाना डेलिभरी गर्ने काम गर्दैछ नसर्काउनु मलाई नसर्काउनु भन पड्किन्छ र बेकार ब्लडै ब्लड ल अनि यो अचार टक्क अघि नै मैले देखाइसकेँ होला हाम्रो आइटमहरू चाहिँ ल बस्नु को बस्नु डेडीहरू टिप्पा खोइ अङ्कल र टिप्पा चाहिँ कति बेला अब चाहिँ हामी खाना खानु लाग्यौँ म चाहिँ अरूले त अघिदेखि तोडेकै कोको घरमा मिठो हुन्थ्यो अरे खाना तपाईँको घर चाहिँ कता छ मजिटे फुच्ची कहाँ मिठो माम पर मिठो कि यता मिठो माम यता लु पास ल सबैजनालाई गुड नाइट बाई बाई भन्दै म लागेँ ल पनि गयो लु को गएँ म सोती खाइबस्नु जाऊ हजुर